नमस्कार साथीहरू। आज म माथि टपको पौसीमा आएको छु। ड्रागन चाहिँ नै यो वर्षको सायद अन्तिम होला। यो टिप्न लागिरहेछु। अब यो तीनैवटा रातो हेर पाकेछ हैन। अनि तर यो मैले कागबाट जोगाउनको लागि चाहिँ यसो प्लास्टिक र कपडाहरूले छोपेर राखेको थिएँ। यो अब जाडो लाग्दै गयो नि त, चिसो अब निकै छ है। अहिले चाहिँ यस्तो जुन यो ड्रागनको पत्ताहरू छ, यसमा चाहिँ अलिकति लाइकिराहरू यसो मजाले यसको सेड पाउँदो रहेछ क्या। यस्तोमा बस्दो रहेछ लाई। हेर्नुहोस् त यहाँ यसरी। तर फुट्स छैन। अब यो सायद अन्तिम होला है। यही यस्तो छ। अलिक लाई बस्दो रहेछ। अलिक लाई बस्दै गरेको मैले पाएँ यो कि। अब यो चिसो भयो नि त। अब यसलाई रसिलो चिज पनि चाहियो, सेड पनि चाहियो। त्यही भएर अनि अलिक यस्तो लाई चाहिँ हुँदो रहेछ। अब यसलाई तर पखालेपछि भित्र फल त राम्रै छ हैन। यो भर्खर लाग्दै रहेछ। अब म यो टिप्दैछु है त साथीहरू। आज कार्तिकको 26 भयो क्यार हैन। मैले अब यहाँ यो लास्ट अब मेरो यो ड्रागन फ्रुट चाहिँ निकाल्दैछु। अलिक ठुल्ठुलै जियोस्, आधा केजी भन्दा वरिपरि त्यस्तै फलेको छ। 600 ग्राम 700 ग्रामहरू होला। अब नापेदेखि मेरो खै नाप्ने तौल पनि छैन। यो अन्दाजी यसो हेर्दाखेरि चाहिँ आधा केजी लगभग त्यस्तैहरू नै छ। ल हेर्नुहोस् त कस्तो राम्रो ठुलो 2टा हातको लाएको छ यहाँ भरिको। अलिअलि यहाँ टिप्न ढिला भएछ, मैले छोपेर राखेको थिएँ, याद पनि भएन है। अनि पाकी पनि सकेछ। हेर्नुहोस् त। अब लास्टमा यसरी आफ्नो कोसीबारीमा यस्तो अर्ग्यानिक फलफुल फलाएर खानु कति मजा, कति रमाइलो। यो विषादी रहित यस्तो फलफुल नै खानु चाहिँ नै हाम्रो स्वास्थ्यको लागि चाहिँ लाभदायक हुन्छ है त साथीहरू। ल हेर्नुहोस् त 3वटा। अब आजको यो यस वर्षको अन्तिम यो ड्रागन फ्रुट टिपियो है साथीहरू।